नमस्ते सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म बनाउन लाग्छु कडाई पनिर। तयको लागि मैले पनिर काटेर तयार छ मेरो, थोडा फ्राई हुन्ला। अब अर्का चुल्हामा मैले अर्को कडाई राखेर एमा म बनाउन लाग्छु मसला। एमा मैले जिरा, ल्वाङ, इलायची, अदरक, लसुन, दालचिनी पत्ता हालेर ये फ्राई गर्दला। अब एमा थोड़ा हल्दी और मिर्ची पाउडर हालेर पनिरलाई थोड़ा फ्राई गर्दु। अब एमा म हाल्यौं प्याज। ये प्याजलाई थोड़ा फ्राई हुन दिनु पर्यो उन्ज्यासम्म। टमाटो काट्टौं, टमाटोलाई म इसैमा फ्राई गर्दिउँ। यसलाई थोड़ा हुन दिनु पर्यो तन्ज्यासम्म। म क्याप्सिकम काट्टौं। ये क्याप्सिकमलाई मैले मिडियम साइज काटेको छु। जसो मैले पनिर काटेको थिएँ उही साइजको क्याप्सिकमलाई म काट्न लाग्छु। ये काटिसकेपछि यसलाई म हल्का फ्राई गरिदिउँ क्याप्सिकमलाई। मैले 2 क्याप्सिकम काटेको छु। अब मेरो क्याप्सिकमलाई तयार भइगयो। अब मैले थोड़ा मसला हाल्नु बाँकी थियो मेरो त्यो ग्रेभी बनाउनलाई जो फ्राई गरेको थिएँ। ओमा हल्दी, धनिया पाउडर, जिरा पाउडर, मिर्ची पाउडर हालेर यसलाई मिक्स गरिदिन्छु। अब उसरी त तयार भइसक्यो हो। अब थोड़ा ठन्डा हुनु बाँकी छ। उन्ज्यासम्म म एक क्याप्सिकम साइजको म एक प्याजलाई काट्न लाग्छु। यसलाई एकैसाथ हल्का फ्राई गरिदिउँ। अब ये प्याज म छोटो छोटो काट्यौँ। यसलाई म ग्रेभी हाल्नु भन्दा पहिले तड्का दिन्छु। ओमा हाल्लाई म ये छोटो छोटो काटेको छु ये प्याजलाई। एमा 3 मिर्चीलाई हाल्यौँ म। अब मेरो क्याप्सिकम फ्राई हुन्छ उन्ज्यासम्म मेरो यो ग्रेभीको लागि बनाइहाल्ने जो मसला थियो त्यसलाई तयार छ ठन्नी गरी। यसलाई अब म पिस्छौँ। अब यो ग्रेभी मेरो तयार भइगयो। यो मरमसला सबै अब मेरो क्याप्सिकमलाई तयार भइगयो फ्राई भएर। अब एमा म हल्का तेल हाल्दौँ। एमा मैले जो छोटो छोटो प्याज काटेको थिएँ तै प्याज और 2 मिर्ची यसलाई 2-3 मिनट यसलाई निकै फ्राई हुन दिनु पर्यो। अब पछा उही ग्रेभी हाल्यौँ म पछा उन्ज्यासम्म। एमा थोड़ा मसला हाल्यौँ म। इसो तड्काएपछि त मसलालाई फ्राई गरिदिउँ म 1-2 मिनट। अब एमा म हाल्यौँ धनिया, जिरा, हल्दी पाउडर, नमक हालेर यसलाई फ्राई गरिदिउँ। अब म एमा ग्रेभी हाल्यौँ। अब मेरो यो ग्रेभी एकदम टेस्टी लाग्दो लाग्छ। अब एमा मैले हल्का पानी हाल्नु पर्यो किनकि 2-3 मिनट मैले पकाउनु पर्यो यसलाई। तब हल्का मैले पानी हाल्यो भने बराबर ग्रेभी हुने हो यो। अब यो मेरो ग्रेभी तयार भइगयो। अब एमा मैले हल्का चिनी हालेको छु कलर चेन्ज नहोला भनेर चिनीलाई हालेको छु। एमा अब म कस्तुरी मेथी हाल्यौँ। अब सबै उसरी तयार भइगयो। अब एमा थोड़ा दूध हालेको छु मैले क्रिमका सट्टा। अब यसलाई जो मैले क्याप्सिकम काटेको थिएँ त्यसलाई फ्राई गरेर राखेको थिएँ त्यसलाई म इसैमा हाल्यौँ। और पनिरलाई जो फ्राई गरेको थिएँ उहीलाई इसैमा मैले हालेको छु। अब एकसाथ मिक्स गरेर मैले यसलाई। अब एमा मैले बटर हाल्नु बाँकी छ। सबै तयार भइगयो उसरी। अब एमा म थोड़ा बटर हाल्नु बाँकी छ। म घरमा म यसरी बनाउँछु। मेरो फ्यामिलीलाई यसो मन पडन्छ। तम कसरी बनाउन छ कमेन्ट गर्या। और मेरो भिडियो मन पर्यो भने मेरो यो रेसिपी हेरेर तमलाई बनाउन सक्दछ। मन पर्यो भने मेरो भिडियो एक लाइक गरिदिया, कमेन्ट गरिदिया, शेयर गरिदिया और मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिया।